नमस्ते एभ्रिवान वेलकम बैक टू माई यूट्यूब चैनल सन फैमिली व्लॉग म चाहिँ सुस्मिता राणा पुन आइसके नयाँ भिडियो लिएर हजुर सामु केही कामले गर्दाखेरि हामीहरु चाहिँ बाहिर निस्केको थियौं र निबुको पापाले चाहिँ निबुलाई यसो घुमाम भनेर चाहिँ पार्क ल्याउनु भएको छ। हजुरहरु यहाँको देख्न सक्नुहुन्छ नजारा। यो चाहिँ हो नगेज गार्डन जुन चाहिँ गोपीनाथ नजदिकै रहेको छ। अनि ओ त्यहाँ देख्न सक्नुहुन्छ किन तपाईहरुले यहाँ त्यहाँ चाहिँ निबु र निबुको पापा हुनुहुन्छ। यो चाहिँ हो नगेज गार्डनको पार्क। यता छ पिङ अनि यता छन् मेरो निबु। ल हिँड पिङ खेल्ने निबु। हजुर ल ल खेला खेला खेला। म चाहिँ यहाँ पिङ खेलिरहेको छु अहिले। यहाँ ब्यागले पिङ खेलिरहा। यता चाहिँ मिस्टर पापा पिङ खेल्दै निबुलाई भनेर घुम्न लिएर आएको। हामी पनि रमाइलो गरिरहेको छौँ यहाँ। हामी चाहिँ बच्चा बन्यौँ। हजुर तिमी पनि खेल्ने पिङ? वाउ भन्थ्यो पापालाई। वाउ तिमी पनि बस्यो तिमी ल ये दिदी यस्तै गर। यहाँ चाहिँ हात्ती रहेछ। निबु चाहिँ खुसी भइसक्यो हात्ती देखेर। यता हेर्दै बाबा यता हेर्दै ल। पापा हात्ती मम्मा हात्ती निबु सिस्टर हात्ती। ल वाउ बस्छौ र? बस्छु ल हात्ती गरे ल ल। हो कानसम्म त हात्तीको कान समात्देऊ ल। कान कान कान। यहाँ चाहिँ चरन चुरुङ्गीहरूको आवाज पनि सुन्न सकिन्छ मजाले। यतातिर यस्तो छ आनन्दको मौसम धेरै नै रमाइलो। हामीहरु चाहिँ यो पार्कमा 3-4 चोटि आइसकेको छौँ तर मैले यसरी भिडियो चाहिँ कहिले पनि बनाएको थिएन र आज चाहिँ मैले भिडियो गराएको छु। हजुर हेर्न सक्नुहुन्छ यहाँ चराहरू छ नि। यहाँ यता हेर्न सक्नुहुन्छ यहाँ चराहरू मजाले। यहाँ लाइन हेर्न जाम भनेर बोलाएको। एकदम एक्साइटमेन्टमा निबु दौडिरहेको छ। ल छिटाउ छिटाउ लाइन हेर्न जाने ल। आऊ जाम 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 रन 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 दौड दौड छिटो जाऊ अगाडि जाऊ ल छिटो पापासँग जाऊ 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 ल। लाइन हेर्न भनेर मजाले दौडिरहेको छ निबु। यता त्यहाँ फ्लावरहरू वाउ राम्रो फ्लावर डिफ्रेन्ट कलर। यहाँ चाहिँ लाइन हेर्न फेरि हामी आइसकेको छौँ। ल देखाउ निबु। पहिला चाहिँ सानोमा चाहिँ निबु डराउँथ्यो अहिले चाहिँ मजाले छोप्ने भइसकेको छ। अभि अभि डराएको निबु। हजुर कान गरे ल। जाऊ फोटो खिच्दैनौ तिमी? आँखा अरू अरू के छ? नोज। मेरो बेबी चाहिँ मजाले हिँडिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। निबुल चाहिँ अहिले राइनोलाई पक्रिरहेको छ। यो के हो? आँखा गरी हेर्नु। आँखा पनि भनिदिन्छ निबुले। यो चाहिँ राइनो। यहाँ पा हेर त यहाँ लोटस। वाउ र यो के हो भनिदेऊ त। खै जाऊ त अगाडि जाऊ मङ्कीको अगाडि जाऊ ल छिटो जाऊ ल। छौ मङ्कीलाई छौ। डर लाग्छ निबुलाई? डर लाग्यो? आएको दुईटा छ नि। ल जाऊ त हेर त जाऊ छिटो।
ल मंकी हेरेर निबु र निबुको पापा पनि आइसक्नु भएको छ। आज चाहिँ निबु चट लाएर कर्ड सेटमा विथ क्रक्स हिरो भनेर चढ्न खोज्ने होला, तर उ सकिन्न किनकि चिप्लो छ त्यहाँ, लड्किदो रहेछ अलि। घाम चाहिँ एकदम तगडा लागेको छ गाइसहरु, अनि मौसम पनि अहिले अब एकदम हावाहरू चल्ने भएको भएर पातहरू चाहिँ पुरै झरेको छ कि यहाँ चाहिँ। अब निबु चाहिँ यहाँ ब्रिज चढ्ने गरे, क्रस गर्ने रे निबुले। पापा इज हेल्पिङ, पापा इज अल्सो स्ट्रगलिङ पापा इज अल्सो स्ट्रगलिङ रे, ग्रिपै बनेन भन्दै हुनुहुन्छ। त्यहाँ यु क्यान सी देयर। यहाँ चाहिँ बस्ने ठाउँ पनि छ मजाको एरिया के, एकदमै खुला खुला एरिया। दिपु दौडिरहेको छ, ल जाऊ दौड्यौ। हामीहरू खास त्यस्तो यहाँ पार्क पस्छमै भनेर चाहिँ आएको होइन, अल अफ सडन प्लान बन्यो अनि यहाँ पसौँ न त, निबुलाई यसो एकछिन घुमाऊँ न त भनेर आइहाल्यौँ। उसलाई चाहिँ बलहरू ल्याइदिनु पर्दो रहेछ भनेर अहिले भन्दै हुनुहुन्छ। ल नेक्स्ट टाइम आउँदाखेरि चाहिँ मजाले प्लान गरेर अनि बलहरू लिएर खानेकुराहरू लिएर आम्ला सबैजना मिलेर। अहिले चाहिँ यत्तिकै भयो। ल हजुरहरू हेर्नु, अब चाहिँ घाम हल्का हल्का अब तल तल आउन लागेको हो कि जस्तो छ। झन् ठुलो हात्ती देख्यो यहाँ निबुले चाहिँ। ए ओके बस, मिल्दैन बस्न। गन्दा छैन, ठुलो छ भन न। यहाँ चाहिँ यति राम्रो फुल फुलिरहेको छ ल्याभेन्डर कलरमा, हजुरहरूले हेर्न सक्नुहुन्छ। यति राम्रो देखिएछ यहाँ चाहिँ। निबुले चाहिँ यहाँ निबु फुल चोर, फुल चोरिरहेको निबुले। अहिले यतातिर मालिक देख्यो भने हामीलाई मार्ने होला। फुल चोरेर भाग्यो बाबु, निबु चाहिँ फुल चोरेर भाग्यो। यो चाहिँ येलो एन्ड पर्पल कलरको फुल छ यहाँ पनि, यति राम्रो। यहाँ चाहिँ छ पप्पी फ्लावर, हेर्न सक्नुहुन्छ यहाँ पनि यति राम्रो छ फुलहरू। हामी चाहिँ अहिले यसो नास्ता खान लागेको। निबुलाई चाहिँ सादा भुजा अनि हामीले चाहिँ झालमुरी र के अरे अर्को यहाँ ल्याउने मान्छेले खुद बिर्सिनु भयो अरे। बाबु खुसी भएको तिमी, खाइदेऊ त ल, खाइदेऊ ल। आहा ल झालमुरी खाँदैछु म चाहिँ। एकदम मिठो रहेछ क्या, गुलियो गुलियो खालको। त्यही भएर बाबुलाई पनि हल्का दिन मिल्ने रहेछ। हामी चाहिँ सादा ल्याइदिएको थियौँ, तर भुजा अनि त्यसो निबु यो फुल चाहिँ अति दामी लाग्यो। यति मजाले फल्ने रहेछ, फुल्ने रहेछ। यहाँ चाहिँ सयपत्री फुलहरू पनि रहेछ, कुनै कुनै ओइला छ। ये मेरो बाबु चाहिँ यसरी बसेर यहाँ ज्ञानी बस। निबु यता 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 कपाल हेर न, जानबुझे अझै उता उता हेर्छ कि निबुले। कस्तो छ भजन मोइतो मिठो छ यम यम
अहिले घर आइसकेको छ हजुरले ब्याकग्राउन्ड हेरेर थापै सक्नु भएछ होला अनि उहाँ चाहिँ मैले भिडियो एन्ड गर्नु पाइनँ किनभने ब्याट्री एकदम लो भइसकेको थियो र अनि हामी चाहिँ छिटो आउँछौँ नै भनेर निस्केको हो तर यताउता कामले अब निस्किसके पछाडि ढिलो भइहाल्छ सो हामीले पनि त्यही नै भयो अनि भिडियो हेरेर के कस्तो लाग्छ हैन सुझाव सल्लाह दिन नबिर्सिनु होला Thank you so much guys for watching my video. Keep loving, keep supporting. Love you all. Bye.